धनगढीमा बालेनले भने भोट नदिए पनि हुन्छ, कामको सूची दिनुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका वरिष्ठ नेता बालेन शाहले आफ्नो राजसभा भोट माग्न नभई काम माग्न आएको बताएका छन्। धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता बालेनले राजसभा काम माग्न जनतामाझ उपस्थित भएकाले भोट नदिए पनि काम चाहिँ दिनका लागि आग्रह गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस्। तपाईहरूले भोट दिनु भएन भने पनि राजसभाले सुदूरपश्चिम बनाउँछ। बरु के काम छ लिस्ट बनाउनुस् र दिनुस्, उनले भने। वरिष्ठ नेता बालेनले विपन्नले शिक्षा र स्वास्थ्य उपचार पाउनु पर्ने, विकास निर्माणका कामहरू तोकिएको समयमा बन्नुपर्ने नै राजसभाको एजेन्डा रहेको बताए। खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्यो हो, यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्नुपर्ने सडक 20 वर्षसम्म बन्दैन, त्यो 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाखेर हुन्छ कि बाटो बन्नु पर्यो, उनले भने। दलका नेताहरूले फरक दलका मतदाताहरू बसेका ठाउँमा बाटो नै नबनाइदिने गरेको पनि उनले बताए। राजसभा सरकारमा आए त्यो नहुने उनको भनाइ छ। बाटो बनाउनलाई यहाँ मेरो भोटर छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन, किन बाटो बनाउने भन्छन्। राजसभा सरकारमा गयो भने काङ्ग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ, वरिष्ठ नेता बालेनले भने। उनले नेपाललाई स्विजरल्यान्ड बनाउने नभई बढीमालिका रामारोशन खप्तड राष्ट्रिय निकुञ्जलाई संसारमा देखाउनु पर्नेमा जोड दिए। देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्, स्विजरल्यान्डको बाउ बढीमालिका यही छ, किन बनाउनु पर्यो, रामारोशन यही छ, खप्तड राष्ट्रिय निकुञ्ज यही छ, किन बनाउनु त्यो स्विजरल्यान्ड, माल भएको चाल नभएको पायौं। भएको चिज देखाउन नै सकिएको छैन, सुदूरपश्चिमलाई जोड्न नै सकेको छैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौँको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम। सुरुमा गीत बज्नु पर्यो, त्यसपछि आवाज बज्छ अनि त्यसपछि माग पूरा हुन्छन्, उनले भने।